द ह्यान्डसम बोय सुरेश दाई हुनुहुन्छ आयो मलाई नि हालिदिनु न यो कहाँबाट गर्ने ओके वी आर हेयर एट डायरी फुटसल मलाई सबभन्दा ह्यान्डसम होइन त के छ भाइ ठिक छ ल हामी चाहिँ फुटसलमा छौँ है डेली अन एन्ड ओन्ली वाट द फिस ल यहाँ हुनुहुन्छ हाम्रो बडा सर हाम्रो टिमको क्रिस्टियानो रोनाल्डो द वान एन्ड ओन्ली अनि यहाँ छ हाम्रो प्रसिद्ध भाइ द क्युट ब्रो अनि यहाँ छ हाम्रो उत्सव भाइ द फ्याटी बोय अनि यहाँ छ एउटा द बन्ठा ओ कहाँ हिँडेको साथी मुतमा हिँडेको लु 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 ए चप्पलै उडेको नि त So hello and namaste everyone, welcome back to the new vlog. Hope you guys all are fine. अनि आजको vlog भने अनि आजको vlog चाहिँ एकदम इन्ट्रेस्टिङ छ, एकदम एक्साइटेड, एकदम खुसीको पल हैन साथीहरु। त्यही हो किन भन्दाखेरि आजको vlog चाहिँ खुसीको किन भने चाहिँ आज मेरो GoPro आइसकेको छ अनि यसलाई चाहिँ हल्कामा डाउन गरेर सेटअप गर्दै छु। यसरी यसलाई म तल झार्छु अनि त्यहाँबाट यसलाई यस्तो गरेर यतातिर फोल्ड गर्छु अनि यहाँ मोबाइल राख्छु अनि आज मेरो अनबक्सिङ हुँदैछ, GoPro अनबक्सिङ हुँदैछ। घाम यस्तो लागिरहेछ कि साथीहरु गर्मीको कुरै नगरौँ, बिहान बिहान घाम चर्किरहेछ। आज म अनबक्सिङ गर्न गइरहेको छु। This is the GoPro guys. GoPro GoPro. Dun, dun, dun. Oh my god, what a sexy beast. अनि यो चाहिँ यहाँ रहेको छ, यो चाहिँ हेलमेट माउन्ट हो। यो अहिले म फिट गरेर देखाएको छु तपाईहरुलाई। यो सुरुमा यो क्लिप लाउनु पर्छ, यहाँ ग्लु पनि रहेको छ। त्यहाँबाट यो चाहिँ GoPro Hero 9 ब्ल्याक हो एज यु क्यान सी। अनि अरु के आएको सुरुमा त्यो हेरौँ। त्यसपछिबाट ओ चेस्ट माउन्ट पनि रहेछ मेरो साथीहरु। यहाँ लाउने हो त्यो चेस्ट माउन्ट, यहाँ लगाएर भ्लग गर्ने हो। फुटसल भ्लग पनि हाल्छु म, फुटसल भ्लग माउन्ट राख्ने। अनि त्यसपछि हियर इज आवर गिम्बल। यसलाई चाहिँ यस्तो गरेर लामो पनि बनाउन मिल्छ के साथीहरु। यसको चाहिँ एकदम धेरैवटा विशेषताहरु छ के। यो हो अनि यसरी बोल्ने हेलो एन्ड नमस्ते एभ्रीवन, वेलकम ब्याक टु द न्यू भ्लग। होप यु गाइज आर फाइन। म पनि एकदमै सन्चै आरामै छु। सो गाइज आजको भ्लग एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ भन्ने भ्लग गर्ने हो यो चाहिँ। अनि यसको यो छ अनि यसलाई सानो बनाउने आइडिया चाहिँ यो हो। यस्तै सानो बनाउँछ के यसलाई, यस्तो गर्ने, यसलाई लुज गर्ने अनि यो क्लिप यताबाट मार्ने। यो सानो आइटम भयो हैन साथीहरु। अनि यसलाई ठुलो बनाउँदाखेरि यसलाई चाहिँ यो अर्को यसको अर्को चाहिँ यसको स्टाइल चाहिँ के छ भन्दाखेरि यसलाई चाहिँ यहाँबाट स्ट्यान्ड पनि राख्न सकिन्छ कि। यो चाहिँ एउटा स्ट्यान्ड पनि हो कि, स्ट्यान्ड पनि काम गर्छ। यताबाट हान्ने, यताबाट यो क्लिप यताबाट लाउने हो यसरी। यस्तो गर्ने घडाएको राख्ने अनि उताबाट टाइम ल्याप्स हान्ने, स्लोमो हान्ने, सिनेमेटिक शट हान्ने, के हान्ने त्यही हो गाइज यसको विशेषता, यसको खुबीहरु यस्तो छ। अनि यसलाई टाइट गरेर राख्दाखेरि चाहिँ अनि यसलाई यस्तो गर्ने, क्लोज गर्ने बेलामा सेम यसरी खोल्ने अनि चाकबाट यसरी छिराउने। दिस इज आवर आइटम्स। अनि साथीहरु त्यही नै हो। यहाँ एउटा रहेको छ चार्जर। यो चाहिँ चार्जर हो यसको। यो चाहिँ केबल हो साथीहरु। यो चाहिँ हाल्ने हो, टाउकोमा हाल्ने, चार्जरको टाउकोमा हाल्ने अनि छिराउने ल्याम्प हाल्ने यहाँ हुन्छ यसको। अनि तपाईहरुलाई म देखाउन गइरहेको छु यसको चाहिँ कहाँबाट ब्याट्री खोल्ने भन्दाखेरि यसको ब्याट्री खोल्ने चाहिँ यतापट्टि साइडमा हुन्छ। यो खोल्ने हो ब्याट्री, यस्तो गरेर यसरी तान्ने यसरी खुल्छ। अनि यहाँबाट चाहिँ यस्तो गरेर यहाँबाट यस्तो तानेपछि ब्याट्री आयो। यो ब्याट्री आइटम यहाँ आयो। चार्जरको प्लग यही हो हाल्ने, चार्जरको प्लग यही छ। अनि त्यहाँबाट यसलाई यस्तो गरेर सट्ट राख्ने, राख्यो
अनि मेमोरी पनि यही हुन्छ है साथीहरू, मेमोरी चिप यही हुन्छ मेमोरी। अनि यसलाई यस्तो गर्ने क्रयाकबाट थिच्ने क्लिप लाग्यो होइन। अनि तपाईँको माउन्टबाट राख्ने चाहिँ यस्तो हुन्छ, यो यस्तो हुन्छ। अनि अघि मैले देखाइहालेँ, यो चाहिँ तपाईँको यो खोल्ने हो, यो खोलिसके पछाडिबाट यो चाहिँ यहाँ यसरी बस्छ क्या साथीहरू, हेर्नुहोस् है तपाईँहरूलाई म पुरै सिकाउँछु ल। यसरी बस्छ यो, यसरी बसेपछि यो क्लिप यहाँ लाग्छ क्या, यस्तो हुन्छ। अनि यो क्लिप यहाँ लाग्छ। अनि हेलमेट, मानौँ कि यो हेलमेट हो, मेरो टाउको हेलमेट हो। अनि त्यसपछिबाट यो यहाँनिर यस्तो अड्किन्छ। अनि बोल्दै बोल्दै जाने यस्तो यस्तो देखाउँदै आजको रिभ्यू खत्रै हुनेवाला छ साथीहरू। अनि यसलाई अहिले फिट गर्छु म। यसलाई ओपन गर्ने चाहिँ यहाँ हुन्छ, साइडमा प्लग हुन्छ, बक्स हुन्छ एउटा। अनि यसमा चाहिँ क्लिक गरिराख्ने, क्लिक गरिने। अनि त्यसपछिबाट अन हुन्छ, यहाँनिर बल्छ, बिट बल्छ, यो बल्यो, अब अन हुन्छ। हेर्नु है, यस्तो छ कि यसको। अनि यस्तो छ, यस्तो छ। यसको क्यामेरा क्वालिटी पनि म तपाईँहरूलाई देखाउँछु ल। यसरी खिचिरहेछ, अहिले खिचिरहेछ, यहाँबाट उतापट्टि पनि देखिरहेको होला, यताबाट पनि देखिरहेछ। यस्तो छ यसको क्वालिटी। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु द न्यू भ्लग। यसरी हो भ्लग गर्ने। हेलो हेलो। त्यही साथीहरू, गोप्रोको अनबक्सिङ मैले गरिसकेँ। अब 9:30 जस्तो गइसक्यो होला मेबी। अब चाहिँ म जानुपर्ने हुन्छ खाना खानलाई, किनकि मेरो घरमा यहाँनिर खाना लाग्दैन, म एक्लै छु। म खाना खान जानुपर्ने हुन्छ। मेन चाहिँ आजको आइटम के छ, खानाको आइटम त्यो पनि देखाउँछु। फाइनली साथीहरू म आइसकेको छु। अनि अहिले गोप्रोबाट भ्लग भइरहेछ। अनि आजको डिसेसहरू के छ, के हो यार, लकडी रहेछ त यार तरकारी। आई हेट लकडी है फेरि साथीहरू। आलु रहेछ यतातिर, यता अचार, तर मलाई केही मन परेन यार। अन्डा छ, अन्डा चाहिँ हान्छु यार भएर। अन्डा त हान्नु पऱ्यो नि साथीहरू, अन्डा क्या दामी देखिरहेछ यार। ग्लेसियर देखिरहेछ, ग्लेसियर। यत्तिकै फ्रिजभित्रै पसिराखौँ जस्तो हुन्छ हौ, चिसोमा त यार। डुबिराखौँ फ्रिजभित्रै, हराइजाउँ जस्तो हुन्छ। कति साह्रो चिसो। माथि हेर्नु न, यस्तो दामी ग्लेसियर निक्लिरहेछ, आइस। त्यही हो साथीहरू, अब आइसकेको छु म। अब खाना खान्छु, खाना खाएर बस्छु। अनि त्यसपछि आज बेलुकाको एकचोटि देखाउँछु फुटसल भ्लग देखाउँछु। आज बेलुकाको भ्लग, फुटसल भ्लग। ओके साथीहरू, पकाउने तरिका पनि फेरि मसँग डेन्जर छ है साथीहरू। पकाउने तरिका पनि डेन्जर छ नि साथीहरू मसँग फेरि के। मान्छे त म खत्रै हो नि। यस्तरी गरेपछि यस्तो गर्ने, यस्तो गर्ने। तर तात्तिकै रहेछ कि यो क्या हो गयो भाइ, तात्तिकै छैन चाहिँ मैले हाल्ने। त्यही पनि केही छैन, जान्ने मान्छेले जसरी पनि पकाउँदा हुन्छ, जान्ने मान्छेले जसरी पनि पकाउँदा हुन्छ। आई डोन्ट केयर। फाइनली माई डिस इज रेडी। अनि खाना चाहिँ म हेभी हान्छु जहिले पनि होइन। अनि त्यही नै हो साथीहरू, अचार चाहिँ अलिकति खाउ खाउ लाग्दछ। अनि अन्डा त त्यसपछि भइहाल्यो। कस्तो कालो कालो आइरहेछ यार, किन होला। तर यो छ नि, यो साथीहरू कतिजनाले चिन्नुहुन्छ यो होइन। यसलाई चाहिँ हाम्रो चाहिँ लकडी भन्छ, लकडी। तर भन्दाखेरि यसले फेरि राम्रो रे बडी एकदम, यसले कुल राख्छ अरे, ठन्डा ठन्डा राख्छ अरे बडी, शरीरलाई चाहिँ यसले ठन्डा ठन्डा राख्छ अरे। त्यही भएर खानुहुन्छ। तर खासमा मलाई फेरि खासै मन पर्दैन क्या, मन पराउनेको लागि फेरि बेस्ट हो यो। A few moments later. फाइनली इट्स 5:45 अनि म चाहिँ घरबाट निक्लिन लागिरहेको छु। आजको सेटअप यस्तो छ। आज भ्लग आउँछ फुटसल हानेको, 2-4वटा क्लिप आउँछ। यहाँबाट 15 मिनट जस्तो लाग्छ होला। म बिस्तारै जान्छु फुटसल, 5-10 मिनटमै पुग्नु चाहिँ पुग्छु। त्यही पनि म बिस्तारै जान्छु, यताउति गर्दै गर्दै। त्यही नै साथीहरू, म घरमा निक्लिन्छु। अहिले हावा चलिरहेछ राम्रोसँगले, सिरिरिरिरि हावा चलिरहेछ। नकुद्नु
साथीहरु यो चाहिँ त्रियुगाको पुल हो अनि यो चाहिँ पेट्रोल पम्प हो अनि त्यसपछिबाट यहाँबाट चाहिँ राइटतिर छिर्नुपर्ने हुन्छ। म फुटसल जानको लागि तपाईहरुलाई यदि लोकेसन थाहा छैन भने मैले भनिदिरहेको छु। यहाँबाट राइटतिर छिरेपछि हाम्रो ड्याडी फुटसल इन्टर हुनेवाला छ। को आछन् आज हेरौँ केटाहरु सबैजना दाइहरु अगाडि आएको त छैनन् होला मभन्दा अगाडि सायद कोही मात्रै आउँछन् अरु सबै पछाडी नै हो। लेट्स सी। Okay, we are here at Daddy Futsal. मलाई सबभन्दा ह्यान्डसम भयो नि त के छ भाइ ठिक छ ल हामी चाहिँ फुटसलमा छौँ है डेली अन एन्ड ओन्ली व्हाट द फिश। ल यहाँ हुनुहुन्छ हाम्रो बडा सर हाम्रो टिमको क्रिस्टियानो रोनाल्डो द वान एन्ड ओन्ली। अनि यहाँ छ हाम्रो प्रसिद्ध भाइ द क्युट ब्रो। अनि यहाँ छ हाम्रो उत्सव भाइ द फ्याटी बोय। अनि यहाँ छ एउटा द बन्ठा ओ कहाँ हिँडेको साथी मुतना हिँडेको लु 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 राम्रो है। अनि छ हाम्रो यहाँ हाम्रो साजन भाइ द ब्ल्याक बिस्ट द ब्ल्याक बिस्ट लु ए चप्पलै उडेको नि त ल कहाँबाट यो गर्ने हाम्रो द ह्यान्डसम बोय सुरेश दाई हुनुहुन्छ। आयो मेरो मलाई नि हालिदिनु न यो कहाँबाट गर्ने दाई इजी बड़ा छेउमा जारो आयो come on खाली दो
त्यतै उदैन दाइ चेक मैन टू मैन चेक 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 इजी हाम्रो 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 बल हौ छोटा छ यहाँ बल टच बल हो टच बल